हेलो नमस्ते नि जय मसी सबैजनालाई र म आजको दिन फेरि पनि नेपाल आइपुगेँ र यो सनसेटले मलाई यसरी वेलकम गरिरहेको छ यहाँनिर। थाक्यो र म हिँडेर जाँदैछु र अहिलेको दृश्यहरू यस्तो छ। यहाँ त घाँस केही छैन रहेछ, यहाँ त धानहरू थियो होला। उपर मकै पाकिरहेको रहेछ, पाकेको त छैन, बढ्दैछ। म यहाँ अन्त पुरै रहस्य मृत्यु हो, सानोबडाको भर्खर बनाउँदै गरेको। मलाई लिन आउँछु भनेको थियो कस्ता पनि, तर खै के काम गर्दै होला, हिँडेरै आऊ है। त्यसै टाढो छैन, यसो छेउै रहेछ। मलाई यहाँ आइपुग्नुको लागि 5 घन्टा लागेको छ दार्जिलिङबाट। यति साह्रो गर्मी फिल भइरहेको छ मलाई, के भन्नु। अन्त हाम्रो चाहिँ भोलि सोल सिस्टर्सको चाहिँ आउटिङ हुँदैछ, त्यसले गर्दा म चाहिँ यहाँ छु योपालि नेपालमा। ल हामी अहिले सपिङको निम्ति जाँदैछौँ। हामी पिङ्क पार्टी अनि अरू धेरै छ कलरहरू, कति के ओरेन्ज ब्लू अन्त रेड येल्लो। रेड र उयो चाहिँ क्यान्सल भएछ, त्यसले गर्दाखेरि चाहिँ हामी 4टा ग्रुप चाहिँ अब जाँदैछौँ। अन्त धेरैजना जोइन हुनु बाँकी छ, भोलिको दिन चाहिँ खास हो, त्यसले गर्दा जोइन हुन्छ। अन्त हेर्नुहोस् दिन पनि मजाको भइरहेको छ। मलाई चाहिँ अब गरम भयो निकै, तर यहाँको त्यो के हो उयो चाहिँ मन पर्यो, यस्तो खुल्ला क्या। अन्त उपरबाट नेपाल र सिलगढी अलग्गै छुट्टिँदो रहेछ, नेपाल र इन्डिया मैला न मैला देख्दो रहेछ नि, त्यस्तो हुँदो रहेछ। हामी तपाईँलाई अपडेट दिन्छौँ है, जान्दैछु बहिनीहरूलाई। यिनीहरू वेलकम टु नेपाल। अन्त भोलिको लागि के लागिरहेको छ, कस्तो लागिरहेको छ? कुन चाहिँ कलर? येलो। तिमी? ओरेन्ज। ल भोलि हेरौँ होइन कस्तो के हुँदो रहेछ। अहिले चाहिँ सपिङ गर्नु गएको होइन? कति हजारको सपिङ गर्नु? तर पनि त्यो पनि काफी हो 4 जनाको लागि। 2000, 2000, 4000, 6000 जति सपिङ हुने छ आज। ल त हामी नेपालको मार्केटमा आइपुग्यो होइन। अब पिङ्क खोज्नु गएँ फेरि मैले। पिङ्कबाट रेडमा सर्ला जस्तो त, रातो रातो मात्रै देख्दैछु त म त। मलाई हजुर पाएँ हेर्दै जानु तपाईँ पनि। खै ओरेन्जले के किन्दैछ। अब यो पिङ्क कलर के हो यो? हाल त त्यही त भक्कु छ हो, घरमा हाल भित्रको पनि पिङ्क रहेछ नि त। डाइपर भन्दैछ भन्दैछ। अम्बो दामी 240 रुपिस, तर 150 रुपिस 25 मा 50 1 बाई 1 यो कति यसको? यो पनि लानै पर्दैन, 200 रुपियाँ नेपालको 200। तपाईँ चाहिँ त्यही सेट पर्दैन यो छ। तपाईँले चाहिँ मेरो बनाउनु पर्दैन। ऊ केक रहेछ। तर तपाईँलाई थाहा छैन नि है, कति महँगो पर्छ। के हो यो? आइडेन्ट सेट इन्डियन हो नि त, त्यसलाई हामीले इन्डियामा भएको बिग बजारमा भएको भए यसलाई हामीलाई पाउँथ्यो। खै के टेम्पो छ प्राइस रहेछ। नेपालको रहेछ, इम्पोर्टेड छ त। तर त्यो प्राइस ट्याग नदिएको होला हौ है, प्रोडक्ट अफ इन्डिया रहेछ, तर उयो नदिएको रहेछ। आइदिन्छ
छैन त अम्बो मैले पिङ्कको नाममा त्यही एउटा देखेँ पिङ्क जस्तो नकिन्नु त्यही त छ यो त मार्समेलो त के खानु हौ केटकेटीहरू जस्तो ओ येलो ऊ येलो यहाँ येलो यहाँ लैजाउँ त्यो त महँगो छ होला ओ येलो Orange. Oh, orange. Orange. Come on, orange. Orange, come here, please. ऑरेंज का भी कितना आपका ये क्या है? मैंने कुछ नहीं मिला है अभी तक कोई तो पिंक कलर का कुछ मिला ही नहीं है पिंक कलर का कुछ नहीं है ये कुछ नहीं है यो क्विक रहेछ तर खै पिंक कलरको बाहिरको बोक्रामा चाहिँ पिंक कलरको रहेछ यो पिङ्कै हो पिङ्क तिमीले पनि किन सस्ता सपिङ गर्दैछ यहाँ हेर्नु त येल्लोले यति चौचौ मारिरहेको छ तर होइन काम लाग्छ किन चौचौ अगाएन भने मजाले क्या हो त अन्त सेरलेक रहेछ पिंक कलरको पुरा देखाउनु लागि आया पर्पल त एटलिस्ट रहेछ हो छैन त पिंक पनि हेरेर ल म एक दुईवटा सामान हाल्दै हिँड्नु पर्यो तपाईँलाई देखाइसकेँ मैले कसरी के गर्दैछ त्यो पिङ्क हो त्यो पिङ्क हाल्यौ न मलाई कहाँ पिङ्क हालेको तिमीले पिङ्क हाल्दै पिक्चरमा नेपालको हुन्छ हो यहाँ होइन मैले एउटा देखेँ यो त्यो आजकल टेरिमेन नयाँ निस्केको हुन्छ नि त्यस्तो रहेछ तर दाम हेर्नुहोस् चाहिँ 140 अरे यसको दाम यत्रो प्याकेटको चाहिँ 140 अरे त्यो के गर्नु अब छैन नथिङ एल्स त्यसले गर्दाखेरि चाहिँ अब यो नयाँ पिङ्क यो त पिङ्क पनि होइन त्यो पर्पल हो त है यो पिङ्क हो कि पर्पल हो मजाले पिङ्कमा भ्लग भनेर पर्पल पो रहेछ मिक्स भएको छ लग्नु न मम्मी यो लाना त्यस्तो ब्लू यहाँ छ क्या माथि पनि देखेको थिएँ मैले यो पिङ्क पनि भुजा हो त्यो त रेड रेड जस्तो छ प्राइस वाट इज द प्राइस ऊ हेर त पिङ्क है यस्तो छ नि त अन्त यो छ तर यो महँगो होला एउटा कति अब 220 अरे 220 भन्दा इन्डियन कति हुन्छ देव यो त्यो त पकाएर लानुपर्छ अन्त चिज हुन्छ कि भरेसम्म त्यस्तो अब सबै पकाएर लानु त्यो खोस्टामा त भित्रकै ब्लु भएको छ मैले त पर्पल पो पुरा भेटाएँ त क्या दामी है जेली हेर्नु न हेर्नु त येलो पनि छ त ओ येलो के न जेली तिमीहरू लग्यौ यो खै तिमीहरूको त लुको त किन हालेको नि छिटो हो ओरेन्ज लेट मी सी द प्याकेट खै यो त बाहिर बिलिङ पनि गर्नु थालेको बिलिङ भइसकेको कति बेला खोल्छ बिहान कति बजे खोल्नुहुन्छ 7:30 ए चलेगा तर रेड को देखा पर्दैछ तपाईँको टी सर्ट स्ट्रबेरी छैन यो हल्का पिङ्क रहेछ त्यो नि लाँदा हुन्छ त
दार्जिलिङमा बस्ने मान्छेले पामा पाक हेलो जयमेसी सबैजनालाई अहिले चाहिँ हामी मार्केटमा आएको छौँ म चाहिँ जसको फोन देख्ने बित्तिकै कब्जा हानिहाल्छु गाइज हामी बिचरा युट्युबर हो युट्युबर हो हाम्रो च्यानलको नाम चाहिँ सोसिस हो नि लाइक शेयर सब्सक्राइब यहाँ चाहिँ तपाईँहरूले यहाँ धेरै मिठो मिठो खानेकुरा देख्न सक्नुहुन्छ गाइज हाई गाइस यहाँ चाहिँ पिङ्क कलरको बिलिङ हुँदैछ अन्त हाम्रो ट्रिजा दिदीले गर्नुहुँदैछ टिम पिङ्क हो यो चाहिँ टिम येलो सबसे दामी यो छ अरे खाम जस्तो लाग्दैछ अरे अब यहाँ छ येलो यहाँ छ ब्लू यहाँ छ ओरेन्ज यो चाहिँ हामी अहिले देखाउँदैनौँ किनकि भोलि देखिसक्यो चिज बल हामी अहिले चाहिँ देखाउँदैनौँ यो चाहिँ भोलि हामी तपाईँहरूलाई सरप्राइज बास्केटमा डेकोरेसन गरेर चाहिँ विल सो यु गाइस ओके ओ तिमीहरू यल्लो टिमले बनाना किनेनौ ना बनाना किनेनौ नै किन यहाँ हेर्दा हेर्दै रात परिसक्यो फेरि यहाँ अर्को दोकानमा हामी दोकान पछि दोकान हामी गएको छ साबुन रहेछ क्या दामी पिङ्क कलर सबै खानेको बिचमा एउटा साबुन त कति बेग्न मिठाई किनेको मलाई देखेर न्याक लागिसक्यो है अलिक बुद्धि पुग्यो भने त पहिला पहिला फ्रुट्स किन्नु राम्रो हुन्छ नि हामी चाहिँ होइन गरिसक्यौँ यति सपिङ गरेर त जान सक्छु हामीले चाहिँ यति धेरै सपिङ गरेको छौँ यता तल हाम्रो चाहिँ कस्तो ज्यादा नै सपिङ भएको जस्तो लाग्छ यहाँ पनि छ खाने चाहिँ हामी बहुत कम्ती छु त्यो त खाना चाहिँ ज्यादा वी आर ओन्ली 16 पिपल 16-17 हुन्छ अन्त अहिले नै देखेर वाक भोलि उब्रिन्छ होला मैले गाउनु सिकाएको मैले मेरो बुढालाई यमी 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 यो मकै पनि हालिदिउँ है हाल्दा हुन्छ होइन हामीले कलेक्ट गरेको सामान भोलि एक दिनको लागि जङ्क फुड कन्सिडर तर नानीहरूलाई खाने नि त सानोमा गइदिएको खै तिम्रो चाहिँ खै तिम्रो पानी पर्यो 11 बज्यो अहिले रातिको 11 बजिरहेको छ हार्प चाहिँ तपाईँको नेपालीमा चाहिँ यसलाई वीणा भन्छ अन्त यो चाहिँ त्यो इन्स्ट्रुमेन्ट हो जुन चाहिँ दाउद राजाले पनि बजाउने गर्थे अन्त दाउद राजाले यो वीणा बजाउँदै गर्दाखेरि चाहिँ राजा साउलकोबाट चाहिँ जस्तो हातमा भागेको कुराहरू पनि बाइबलमा हामी पाउँछौँ र त्यही इन्स्ट्रुमेन्ट हो जो इच्छुक हुनुहुन्छ सिक्नको निम्ति तपाईँले सिक्न सक्नुहुन्छ क्यामेरा वुमन Classes going on.
अहिले कति बज्यो लगभग 12 12:30 भयो They are still alive, not sleeping. खै आँखामा निन्न सक्दैन So guys यो अलिकति लेसन सकेपछि हामी प्रेयर गरेर सुत्नुपर्ने हुन्छ अनि भोलि चाहिँ अलिकति लामो सुत्नु भनेर भनेको छ सबलाई सो हाम्रो चाहिँ प्लानिङ 8 बजीसम्म सुत्नेछ अन्त हुन्छ आजको भिडियोलाई यतिमै एन्ड गर्छु अन्त भोलिको चाहिँ अब भोलि अर्कै भिडियोमा म अपडेट गर्छु है सबैलाई गुड नाइट